Everybody, Bitya Bon. Finally, आइपुग्यो। हाम्रो रुम किधर है? ब्रेकफास्ट खाएर चाहिँ हामी निस्किने हो। हेलो नमस्ते सबैजनालाई। र आज भने फेरि पनि एउटा नयाँ भ्लग लिएर आइरहेको छु। र अस्तिको लास्ट भ्लगमा कतिजनाले हेर्नुभयो, मैले अलरेडी भनिसकेको थिएँ 21 मा चाहिँ हाम्रो टुर छ भनेर है, नयाँ जग्गाको नयाँ टुर। एक्साइटेड छु म पनि। यो टुर चाहिँ धेरै टाढै छ, त्यही भएर यो टुर चाहिँ कस्तो खालको टुर छ भने यसमा चाहिँ हाम्रो टुगेदरमा छ। टोटल हामी 8 जना छ। पर्सनली गाडी पनि बुक गरेको छ हो। मैले हाइलाइट पनि अलिकति राखेको थिएँ, नि हेर्नुभयो तपाईँले। अन्त 8 जना छ, 2 जना त साङ्गिरामा भइहाल्यो, अरू को छ बाटोमा चिनाउने छु तपाईँहरूलाई है। र आज भने चाहिँ म एकदम बिहान छिट्टो उठेर रेडी भएँ हो। अहिले चाहिँ तपाईँको टाइम भन्नुपर्दाखेरि 10 बजेर 25 मिनट भएछ, 10:30 हुन आँटेछ। यो घरबाटै भ्लग स्टार्ट गरेको आज चाहिँ, किनभने म चाहिँ एकछिन हस्पिटल जान्छु कि भन्ने लागिरहेछ। किनभने मेरो बल्लभाइद भन्नाले मेरो अनर, मेरो बाजे है, बाजे चाहिँ हस्पिटलाइज छ। अलमोस्ट 10 डेज भइसक्यो हस्पिटलाइजै छ हो। त्यही भएर बोजू पनि बिहानै उठेर छिचिर रेडी भएर गइहाल्यो। त्यही भएर घरबाटै ओपनली भ्लग गरेको आज हो। किनभने बोजू हुँदाखेरि अलिक अप्ठ्यारो लाग्छ, त्यही भएर घरबाटै भ्लग स्टार्ट गरेँ। त्यही भएर म रेडी भएर पनि हिँड्नु लागेको। अब हेर्दै जाउँ है अगाडि। कन्फर्मै छु म हस्पिटल जान्छु भनेर, एकचोटि गएर एकछिन हेरेर चाहिँ जान्छु। नभए चाहिँ अरू बेला जस्तो हो भने चाहिँ अब यसै बस्थेँ हो, 1 बजीतिर निस्किन्थेँ छुट्टीको लागि। त्यही भएर मेरोमा अझै 2-3 घन्टा टाइम छ नि त। त्यही भएर त्यो टाइममा एकछिन पनि हेरेर जानु पऱ्यो। किनभने अब त म भोलि इभिनिङमा मात्रै आइपुग्छु नि त। फ्राइडे निस्केर स्याटरडे इभिनिङमा मात्रै आइपुग्छु। त्यही भएर है हेर्दै जाउँ बाटोमा के हुन्छ। हस्पिटलमा भयो भने पनि देखाउनेछु अलिअलि है। ओके ल, भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनुहुन्छ होला भनेर आश गर्दछु। हेरिदिनुहोस् पनि है जतिजनाले हेरिदिनुहुन्छ। अन्त यसो कमेन्टहरू पनि गरिदिनुहोस्, लाइक पनि गरिदिनुहोस्। अन्त च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनुहोस् होला है। भ्लग त डेली ल्याउनु त पाउँदिनँ, महिनामा एउटा भ्लग आउँछ। तर पनि अब के गर्नु, त्यस्तै छ समय र परिस्थितिले गर्दाखेरि। अब काम त गर्नै पऱ्यो, कामले गर्दाखेरि भ्याउँदैन हो। त्यही हो, अलिक बादमा भन्छु, लास्टमा भन्छु यो भिडियोको लास्टमा है सिचुएसन के हो भनेर। र अहिले भन्नुपर्दा चाहिँ म फेरि ठ्याक्कै बस स्ट्यान्डमा आइपुगेँ हो। बस पर्खिरहेको छु। मौसमले चाहिँ आज साथ दिएको छैन। राम्रो टन घाम लागेको धेरै राम्रो हुन्थ्यो है, घाम लागेन। के गर्नु अब, मौसमले पनि साथ दिएको छैन। अन्त अलिकति वारहरूको सिचुएसन पनि छ हो। साइलेन्ट बजिरहेछ मोस्ट अफ द टाइमै भन्दा पनि हुन्छ हो। लेट्स सी के हुन्छ है, जे हुन्छ हेर्दै जाउँ है। अगाडि हजुरहरू नै हेर्दै गर्नुहोस् होला के हुन्छ। र अहिले भन्नुपर्दा चाहिँ म ठक्क हस्पिटल पनि आइपुगेँ, भित्र पनि पसेँ हो। बाजे भएकोमा जाँदैछु। कस्तो दामी पोस्टर लगाएको छ यहाँनिर। र अहिले भन्नुपर्दा चाहिँ म बाजेलाई हेरेर पनि निस्किसकेँ है। अब भने चाहिँ अपार्टमेन्ट जानेवाला छु। यो हस्पिटल चाहिँ कुन चाहिँ हस्पिटल भन्नुहुन्छ भने यहाँ हुनेलाई त थाहा छ, यो वेल्सन हस्पिटल भन्छ, इजरायलको वेल्सन हस्पिटल। यहाँबाट निस्के पनि हो। अब चाहिँ बस पर्किन्छ यहाँबाट फेरि। अन्त बसमा चढेर चाहिँ अपार्टमेन्ट गएर त्यहीँ भेटौँ मलाई है। झोला पनि बोकिरहेछु। र फेरि मौसमले साथ दिएकोमा चाहिँ एकदम खुसी छु है। मौसमले एकदम साथ दियो है, दुःख सुख उज्यालो भइरहेको छ। धन्यवाद मौसमलाई पनि। र म चाहिँ बसबाट झरेँ है साथी हो। बसबाट झरेर पनि मेरो बस भएकोमा जाँदैछु। फेरि ठुलो मालिकलाई भेटेँ। र आएको बित्तिकै बिहान केही नखाइ आएको, भोक लागेर हो। सुँगुरको मासु। तेरो चाहिँ के भयो? मैं तो केक मासु खाँदैन। तिमी खाने है? निकाल न। खाने भनेर त के निकाल्छ। ल सुँगुरको मासु खाउँ है। अच्छा सुँगुरको मासुमा फल्किने। सुँगुरको मासु चाहिँ त कुन चाहिँ मिठो? यो मिठो कि त्यो मिठो? यही मिठो नि। तिमीलाई?
र अहिले भन्दा चाहिँ टक्कै अपार्टमेन्ट पनि आइपुग्यो हामी दुईजना हो अरू चाहिँ आइपुगेको छैन अब कतिजनाको कामहरू टाढो टाढो भएकोले गर्दाखेरि त्यही भएर अन्त वे नै होला है यो मेरो ड्रिङ्क्सले अहिले पुरा तिर्खा लागेर हो अन्त चाहिँ आज कोही छैन रहेछ अपार्टमेन्टमा अपार्टमेन्ट पनि ठ्याक्कै देखाइदिनु पऱ्यो यसो घुमाएर यहाँ चाहिँ हामी अच्युतले पूजा गर्ने जग्गा बनाएको ठ्याक्कै यहाँ पनि हो अन्त यो चाहिँ सबै आज तपाईँहरूको टुर कम्प्लिट भइसकेको पेरिस भुटान कहाँ हो द्याट्स इट टुर स्टार्ट भयो है पछाडि किरान्दाहरू र अब भने चाहिँ दुईजना आएको छैन दुईजना आएपछि हाम्रो टुर स्टार्ट हुन्छ है टुर स्टार्ट गाडी चाहिँ यस्तो छ सिटहरू एकदम कम्फर्टेबल छ है र हामी चाहिँ फाइनली आइपुग्यो हाम्रो रुम किधर है आफ्नो रुम खोज्नु पर्ने अरे अहिले बेलुका देखाउनु पर्दाखेरि चाहिँ यहाँको लज चाहिँ राम्रो रहेछ गाडी यहाँ अगाडि पार्किङ गरेको छ तर चिटिकेर यहाँ बस्ने जग्गा यहाँ बेलुका खानाहरू खाने जग्गा रहेछ हो र अलिकति राति भए पनि टुर गरिहाल्नु है यहाँबाट चाहिँ राम्रो भ्यू देख्ने रहेछ भोलि बिहान एकदमै दामी भ्यू देख्ने रहेछ है बिहान देखाउँछु अहिले त अब यस्तो देख्दैन अँधेरो भएकोले गर्दा भोलि बिहान देखाउने छु एकदम दामी भ्यू देख्ने रहेछ कि त्यहाँ चाहिँ डल्लै लेक छ त्यो त्रिवेरिया अब हाम्रो खाने पिनेको सुरु हजुर भ्लगर भेटे त किरण दा यता चाहिँ इन्ट्रोडक्सन दिनुपर्दा किरण दा हो है यता फर्स्टमा नि भिडियोमा आएको थियो भाउजू सबैजनालाई निकाल्नु पऱ्यो भ्लगमा आचुलाई दवा आचु एकछिन भन्नुहुन्छ अरे यता किचनमा हेरिहालौँ सबैजनालाई किचनमा चाहिँ सबैजना कामदारी मान्छेहरू छ पर हुनुहुन्छ यता बहिनी ब्रदर त्यो चाहिँ मोमो हो छन् ए Happy weekend. Happy weekend. Happy weekend. Happy weekend. हैन अहिले चाहिँ हामी यहाँ कस्तो खालको गेम खेल्दैछ भने चाहिँ एउटा इसारामा चाहिँ एउटा मुभीहरूको नेम भन्ने त्यहाँदेखि यता केटापट्टि यता केटीपट्टि एक्सप्लेन गर्ने खेल्दैछ है उसको हेरौँ हिन्दी माथि Two word okay मुख चाहिँ खोल्नु भएन है मुख नखोलिकन Second word. Fight. फा चाहिँ कुन चाहिँ वर्ड हो कि भन्दा फा त छैन त Hindi. दूर कटिङ Oh gया One king of
Okay. जस्तो दबाले कसरी एक्सप्लेन गरिदियो स्ट्रङ स्ट्रङ हिन्दी हेर्यो हिन्दी हिन्दी बडी दिल धड्कन धडकन डुबुकी माया प्यार प्यार दामी दामी एक्सप्लेन राम्रो गर्दैछ हार्ट अझ के भन्छ हार्टलाई दिल 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 धडकन धडकन प्यार मुटु यसै मन 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 चाहिँ मन एउटा वर्ड भयो मन पहिला होइन नहाँसिकन गर न मन पहिला फर्स्टको मन एकछिन ल फाइनल दस दुस सेकेन्ड वर्ड जानी दुश्मन मन पर्यो पुरा कन्फ्युज भयो अब चाहिँ साङ्गेको पालो छ है अब चाहिँ उसको उसले चाहिँ के भन्नुपर्ने बुझ्यौ एकदम नहाँसिकन है मुखले बोल्नु भएन हिन्दी माथि दिल मन कस्तो यस्तो सजिलो भयो फेरि अहिले त यसरी गेस गर्छ नि अब एकजनाले बुझ्यो भने बिस्तारै साह्रो हुन्छ नि होइन अब किरणदाको पालो होइन डान्सहरू पनि गर्दा हुन्छ है त्यसरी एक्सन दिएको हिन्दी फर्स्ट वर्ड हिन्दी यसमा चाहिँ अब फर्स्ट गेस गर अब फर्स्ट वर्ड पैसा पैसा फ्याक्टरमा सदेक चोर मचाए चोर 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 ठिक भयो यस चोर हैन चोर त्यहाँदेखि सुन मुभी हो ओके चोर तिनीहरू छोड्नु न सजिलो छ त हामी त यस्तो त एक्सन गर्थ्यो नि अब थाहा छ नि चोरी चोरी चुकी चुकी यो पुरानो 90s को मैले नसोध्नु बुझिन मैले अब आए हिरो आए अब एकदम जिप्पै एक्सप्लेन गर्न आए हिन्दी है उता त हेर्नु न भाइ यस उता हेर आजलाई एक्सप्लेन गर ए थौ होला भन्नु ए सुन त्यो यस्तो गरेको हिन्दी हो त्यो हैन एकछिन है भाइ यहाँ दुईटा हिन्दीमा भाइ हिन्दी यो त बोल्नु भयो चारटा वर्ड हिन्दीमा ओके चारटा वर्ड हिरो को एक्टिङ मुभी हिरो को एक्टिङ अहिले भर्खर मैले गरेको छु त आउने बित्तिकै सरखान बाच्चा चारटा वर्ड कुछ होता है ओके let's go ओके हिन्दी कतिवटा वर्ड सेकेन्ड माउथ दुईटामा भिडियो ओके माउथ क्लोज अब चाहिँ हैन फिल्मको नाम भन्नु पाउँदैन हैन अरु त बोल्नु पायो अरु बोल्नु पाउँछ म त ओके गर्छु एक्सनमा एक्सनमै हो इङ्ग्लिसबाट ल रावण हैन
सुन म एक्टिङ सुन अब भयो ल अब अन डङ्की डङ्क सिङ हैन चुज गर्छ न दाजु चुज गर्नु एकछिन होइन भन्नु त बुझ न ल सिङ सिङ हनी सिङ क्रल स्विम एकछिन है सिङ भइहाल्यो त्यो सी ओके सिङ सिङ स्किङ सिङ अनि गरेको छु मैले सिङ भयो अर्को चाहिँ बुझेन फर्स्टको गेस राम्रो छ सिङ के हो फर्स्टको हैन त्यस्तो भन्नु पाएन हैन छैन किन तिमी चुप लाग आजले एक्टिङ गर्नु पर्यो डल्लै सिङ शाहरुख खान चाहिँ हिरो सिङ हैन यो चाहिँ मैले एक्सप्लेन गर्न खोजेको हजुर बुझ्न लागि शाहरुख खान भएको हिरो कतिवटा वर्ड छ दुईटा वार्ड अब भयो दाजु तिमी नाम भन्नु ओके हैन मैले बुझ्नु भएन अब बुझाउनु हैन तर बोल्दैछ नि त ओके अब यस्तै हो भन्नु त्यो चाहिँ तिमीले त्यो गेस गर्न सके चाहिँ कति भेटिहाल्छ बुझ्यौ तिमी बुझ्ने मैले के भन्नु खोजेँ भनेर हामी बुझिरहेको बुझ्ने बोकाहरू अब मान्छे उनीहरूले थाहा छैन नि त गेस ओके ओके ल स्वा सिङ चाहिँ रेड भयो अरे हो दाजु मुख बन्द गर पस कुनै के भन्नु ओके 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 आज पिक्चर के छ ह्यापी न्यू इयर ओके ओके सी दुल दुल इंग्लिश भयो ल योर्स सी हर आवर्स वाइफ बीबी इंग्लिश Wife. ओन्ली इंग्लिश सी रेस्पेक्टेड वाइफ मैम 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 माय नेम इज खान रेस्पेक्टेड पे ओके एकछिन किन त स्लोली ल पुरा गेस गरौँ है एक्टिङ चाहिँ गर्दै जानु छु गर्दैछ यिनीहरुले आएको ओके ओके Everything okay. फॉरगेट एभ्रीथिङ एभ्रिथिङ ओके मी एकछिन यु फॉरगेट एभ्रीथिङ त भने तर के तिमीले भनेको यो सबै बेसी नयाँ वर्ड भन्दैछौ नो नयाँ वर्ड भन्नु भयो त अन्त बोल्नै त दिदैन बोल्नु हुँदैन नि तिमी कहाँ अन्त ओके पुरा अब्जर्भेसन नै हेर ओके लु फॉरगेट एभ्रीथिङ ओके क्लियर लु अब इन ब्रेक होत मी मे 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 हुना हैन हैन डल्लै नभन्नु के किन त मे सुन न इंग्लिश कि हिन्दी आज हो इंग्लिश अरे हैन जेसुकै होस् लु यसमा फरक पर्छ इंग्लिश हिन्दी के नो म्याटर ओके म सिकाउँछु कसो भन्नु भने यहाँ पहिला हेर ट्राई गर यसो गर एक्सप्लेन गर कि हैन मलाई पास गर्नु 4-5 एक्सन ट्राई गर्छु डी ओके दिलवाले दिलवाने पुरा सुन न इंग्लिशबाट ल ल दीवार दी एयर डोर डम्बलडोर के भन्यो भने दीवार दीवार दी द होल भन्यो के भन्यो दीवाने सुन हेर मैले कसरी एक्सप्लेन गरेँ त्यही भन न तर बुझ्नु पर्ने हो उले बुझिसक्यो सबै बुझिसक्यो हैन त्यो त हामीले याद छ नि ए त ओके ओके लु भन न दी ओके यसै चाहिँ म फर्स्ट सेकेन्ड थर्ड ल दी है एयर दियर दियर डेयर जिन्दगी टु वर्ड अब फर्स्ट वर्डिङ बच्चा फर्स्ट टाइम स्कुल गएको छ देख्दैछ सिन्सियर बच्चा मैं हूँ मैं एम म मन रानी ए भाइ इंग्लिश महाराजा गेसिङ चाहिँ खतरा हैन त्यो चालु गर्छ एउटा कुरा भने बाय मेरो भन्दा एक्टिङ बाय 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 च्याप्टर 1 ओके फर्स्ट वन लास्ट कसम मातेरी कसम कसम तेरी कसम
त्यो मुभी हैन अस्ति हिरो रिलिज आयो नि पुरा पैसाको माइन क्या बात है सर एउटा गीत बेहुना नो त्यस्तो पाएन इसको के भन्छ चिन त गीत म देखो ना नहीं खाली आंखें जबरजस्ती गरेछ लाग्दैछ है कंट्रोल बिचारा भाषा भने शाहरुख खानको भने शाहरुख खानको गीत अन्त त शाहरुख खानको मुभी हैन स्टेप से गिभ अप गर्ने हो गिभ अप गर्ने हो गरी गरी यो त मलाई त पायलिया हो भनेको जस्तो लाग्दा मैले भनिरहेको छु तर बुझ्दैन है छुटेपछि बिर्सन जिन्दगानी दर्पण छाया अन्तक्षरी खेलेको है अहिले चाहिँ बाबाडा बच्चा ओ बच्चा ओ बच्चा ओ कातिल हूं मैं बच्चा ओ बच्चा भन्नुस् त हामी भनेको बाच्चा त ब बाट पो हुन्छ त कि ब भोले चुरिया है हुँदैन नि आज त्यो हैन झुटो माया तिम्रो ले यसरी घुम्नु पर्यो है पेरमा आउँछ ल है अहिले भन्नुपर्दा चाहिँ रातिको खाना खानाको कति बजी टाइम छैन 11 बजी होला 11 बजी होला सबै डान्सहरु पनि सक्यो है डान्स पनि हेर्नु भयो होला डान्स चाहिँ म म्युजिकसँग हाल्दिनँ होला किनभने सबै म्युजिकसँग हाल्दा भएको कपिराइट लाग्छ त्यही भएर म्युजिकसँग हाल्दिनँ अरू बनाएर हालेको छु अब चाहिँ खानाहरु खाने हो साथीको म चाहिँ खाना खाइहाल्छु हो खाना खाएर चाहिँ अब हामी चाहिँ मर्निङमा भेटौँ होला आजलाई चाहिँ त्यति नै भएर गुड नाइट गर्छु मर्निङमा भेटौँ होला सबैजनालाई बाई बाई हेलो गुड मर्निङ फ्रम तिबेरिया म चाहिँ मुख पनि नधोइकन निस्केको अहिले बिहानै 4 कप पानी खाएँ एकदम भुँडी दुखेर हो मुख पनि नधोइकन बिहानको यो प्रकृतिमा पुरा रमाउनु मन लाग्यो क्या धेरै पछि यस्तो जग्गाहरू देख्दाखेरि नि पाहाडै पाहाड सुनसानै चराहरूको आवाज सुन्नु हुँदैछ नि यहाँ अगाडि ठुलो लेक हो छाङ्गु लेक जस्तै यो आवाज मजाले सुन्नुहोस् त तपाईहरु आनन्द लाग्यो क्या बिहान एक्लै निस्केर
कस्तो शान्त छ। सुन्नुहुँदैछ नि आनन्दै खालको। यस्तो दामी छ। यो नर्थकै हो, नर्थमा हिउँ परेको रहेछ है। एक प्रकारले हेर्दा नि माथि छाउबाट कञ्चनजङ्घा हेरेको जस्तो जस्तै खालको। गुड मर्निङ टी। ह्याप्पी ब्रेकफास्ट। ए ब्रेकफास्ट है हो नि। गुड मर्निङ। अन्त यो अब ब्रेकफास्ट खाएर चाहिँ हामी निस्किने हो। मेरो दिदीहरु ब्याक छ ब्रेकफास्ट। बिहान उठेकोदेखि खाएको छ है आज। र अहिले भन्नुपर्दा चाहिँ हामीले चाहिँ अब बिलालाई पनि बाई बाई गरिदिएको है। सबैजना रेडी भएर। गुड मर्निङ किरण दा। गुड मर्निङ मेरो भाइ। गुड मर्निङ एभ्रिवान। अब हामी कता कता घुम्नु जाने हो मलाई पनि थाहा छैन तर एप्रिल पार्क जाने। आरबेल कि एप्रिल हो, त्यहाँबाट चर्च जाने अरे हाम्रो दावा चर्च भनेको। अच्छा किरण दाले अलिकति एक्सप्लेन गर्नु पर्यो, यसो एक्सप्लेन गर्नु पर्यो कि। अब यहाँबाट चाहिँ हामी टक्क कहाँ जाने अरे आरबेल पार्क हो। हजुर। त्यहाँबाट आरबेल पार्कमा ट्रेकिङ गरेर 2-3 किलोमिटरको त्यहाँबाट चाहिँ सिधै हामी चर्च जाने अरे। त्यहाँ चर्च छ अरे कि। हजुर हजुर चर्च जाने अरे। ओके अब हामी ल अन द वे के हुन्छ हेर्दै गर्नुहोस् होला है। अन्तिमसम्म हेरिबस्नुहोस् किनभने अझै अगाडि धेरै राम्रो राम्रो जग्गाहरू एक्सप्लोर गर्ने कोसिस गर्नेछु। एक्साइटेड टु सी है। अलिअलि खाजाहरू खाएर देख्नुभयो होला। त्यहाँदेखि निस्केको अब। ल लेट्स गो। हामी आइपुग्न आँटेको छ है। अब त्यो मेन जुन चाहिँ घुम्ने जग्गा चाहिँ मेन चाहिँ यहाँ छ हो। आइपुग्न आँट्यो अलमोस्ट। र फाइनली हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुग्यो है। र यहाँबाट चाहिँ हामी हाइकिङ गर्दै जानुपर्ने अरे, हिँड्दै जानुपर्ने अरे। कति टाढो हो है सबै देखाउने छु। यहाँको चाहिँ ठक्कै फर्स्ट लोकेसन चाहिँ यस्तो छ है। जतिजना पनि यो भ्लग हेरेर आउनुहुन्छ नि इजरायलमा उनीहरू, यो चाहिँ माउन्ट हार्बेन कि के अरे म उयसमा नाम दिन्छु है। कस्तो भन्नु नआएको थाहा थिएन पनि, अघि त भने कि यस्तो छ। हाम्रो गाडी राख्यो हो। ल अब चाहिँ हामी हाइकिङ गर्दै जाने। ह्याकिङ भनी पठाएर कस्तो भन्यो हाइकिङलाई? हाइकिङ ओके ओके। आज चाहिँ हामी हाइकिङमा जाँदैछु। के कहाँको के अरे तिमीले पनि झनै ह्याकिङ भन्यौ त अन्त। हाइकिङ ल नि है जे भने पनि त्यही हो, मिलाएर बुझिदिनुहोस् होला है। फाइनली स्टार्ट भयो है हाम्रो हाइकिङ। अहिले चाहिँ भन्नु आयो मलाई है। ल अब एकदम हेर्दै जाउँ है कति हिँड्नु पर्ने छ। यो डिस्टेन्सहरूको बारेमा म सबै डिटेल्स दिन्छु, जुन चाहिँ हेरेर चाहिँ तपाईँहरूलाई यहाँ आउँदाखेरि एकदम सुविधा होस् इजरायलमै हुनेलाई चाहिँ। आज तपाईँले अलिकति एक्सप्लेन गरिदिनु पऱ्यो अहिले अलिक पर पुगेर चाहिँ म्याप हेरेर। र फाइनली अहिले माथि नै आइपुगेको छ है। मेन माउन्टेनको टुप्पामै भनौँ न। खासै टाढो छैन रहेछ हिँड्नु, 5 मिनट जस्तो लाग्दो रहेछ। यहाँबाटको भ्यू चाहिँ यस्तो छ है ठक्कै हेर्दा। र यहाँको फाइनल लुक चाहिँ अझै माथि गएर पनि देखाउने छु है। तर यहाँबाट एउटा राम्रो खालको भ्यू देखाउने छु, भ्यू इन्जोय गर्नु छ है। र फाइनल यो
माउन्टेन है, माउन्टेन अब यो पहाड भनौँ न, यसको फाइनल डेस्टिनेसन चाहिँ यहाँ रहेछ है। यसरी लास्टमा यस्तो बनाइदिएको छ र हामी चाहिँ अझै पनि यो पहाड अझै नै हेरिरहेको छौँ हो। यहाँ चाहिँ घुम्ने जग्गा यो पहाड अलरेडी हेर्नुभयो त्यो भयो है, सिनहरू डल्लै हेऱ्यो। किरण दा अलिकति एक्सप्लेन केही गरिदिनु भएन त? एक्सप्लेन चाहिँ यस्तो हो, यो चाहिँ तिम्रो किनेरत भन्छ होइन इजरायलको। हजुर प्रायः थाहा छ इजरायलमा हुने एउटा त। हजुर तर अब यो पानी चाहिँ अब फ्रेस वाटर हो। यो चाहिँ हामीले सायद भन्छ, अब थाहा छैन, मलाई त्यस्तो आइडिया पनि छैन। तर यो पानी चाहिँ म्याक्सिमम् अब इजरायललाई चाहिँ खानुपानीको लागि सप्लाई गर्छ अरे हो। ए फ्रेस वाटर। यो देख्दै गरेको, यो देख्दै गरेको पानी चाहिँ है, यो स्विट वाटर भन्छ नि तिनीहरूले। स्विट वाटर अरे। हजुर हजुर। अन्त यसकै छेउछाउमा कहाँ पनि भन्दैछ यो जिजसले कि समथिङ रिलेटेड रिलिजियससँग छ, मलाई त्यो आइडिया भएन बारेमा। तर मैले जाने अनुसार चाहिँ यो यत्रो यो लेक चाहिँ नि जसले इजरायललाई वाटर सप्लाई हुन्छ भन्छ। त्यस्तो छ। अन्त हामी जहाँ धेरै ठुलो छ है, धेरै पनि। तर हामी जहाँ छ त्यो चाहिँ आर्बेल नेसनल पार्क हो। यो चाहिँ रिजर्भ पार्क हो। तर यिनीहरूले होइन कस्तो मजाले प्रिजर्भहरू गरेर राखेको कि है। हाम्रोतिर भयो यस्तो मैलाहरू बगाइन्छ। तपाईँको यो छोटो मिठो बुझाइको लागि धेरै धेरै धन्यवाद है। हाम्रो मिलन ब्रदरले पनि अलिक एक्सप्लेन गर्नु चाहन्छ कि? ऊ चाहिँ अब उसलाई आउँदैन अरे, हामी जस्तै। ल त्यति भन्दै अझै अगाडि के हुन्छ सबै हेर्दै जाउँ है। राम्रो छ क्या एकदम आनन्द। यो किरण दाले भनेको स्विट वाटर यो हेर्नु नि कत्रो ठुलो पोखरी छ कि, यहाँबाट चाहिँ लिएर टाकटुक परसम्म छ पोखरा अरे। पोखरी चाहिँ एकदम टु गुड है। यहाँ मुनि आयो भने चाहिँ यस्तो रहेछ, यहाँ क्लाइम्बिङ गर्ने जग्गाहरू रहेछ। तल मान्छेहरू पनि जाँदैछ हो। यो मेबी यसको डेस्टिनेसन चाहिँ यहाँसम्म मात्रै छ होला है। मलाई पनि जानु मन लागेन, ऊ चाहिँ अलिक तलसम्म हेरेर आउने अरे। तल नजाऊ धेरै, यस्तो रहेछ। द्याट्स इट, यति नै होला हो सायद मेबी। यहाँबाटको भ्यू यस्तो हेर्नु चट्टै। र अहिले चाहिँ घुम्दा हत्तु भएर हामी सबैजना यहाँ बसेर फ्रुट्स ल्याएको छ हो, फ्रुट्स खाने। र फाइनली यो जग्गालाई चाहिँ एक्सप्लोर पनि गरिसक्यौँ है, बसेर खायो पनि हो, एकदम मजा आयो। टाइम छ अझै हाम्रोमा, अहिले 11 बजेछ, छिटो आएको थियो बिहान। त्यही भएर अर्को डेस्टिनेसन चाहिँ कहाँ जान्छ एक्ज्याक्ट चाहिँ थाहा छैन हो, तर जानु चाहिँ जाँदैछौँ। किरण दा हेर्ने गेस कहाँ जाँदैछौँ हामी अहिले? हजुर चर्च। र फाइनली हामी यो सबै घुमिसकेर अब यहाँनिर चाहिँ घरबाट के अघि बिलाबाट खानाहरू लिएर आएको थियो, खानु लागेको। अब यहाँनिर खानाहरू यस्तो छ हाम्रो। एभ्रीबडी बित्याबोन। ल फाइनली अब हामी खान थालेको है सबैजना। ल अब हामी चाहिँ यहाँबाट फर्केको माउन्ट आर्बेललाई बाई बाई भन्दै है, सी यु नेक्स्ट टाइम, भयो भने कुनै दिन आउने भन्दै सबैजना सामानहरू हाल्नु थाल्यो। अब वी आर गोइङ नाउ। अब हामी चाहिँ जोर्डन रिभर जाने प्लान छ, चर्च चाहिँ जाने क्यान्सल भयो। टाइम त छ अझै 12 बज्यो हो। जोर्डन रिभर जाने भन्ने प्लान छ। अहिले अगाडि हेर्दै गर्नुहोस् होला है के हुन्छ। र हामी चाहिँ फाइनली यो जोर्डन रिभर आइपुग्यो। गाडी चाहिँ यही जग्गामा पार्किङ गऱ्यो, यहाँ रहेछ पार्किङ गर्ने जग्गा है। कस्तो दामी यो उयो लगाएको छ यहाँनिर। र अब जोर्डन रिभर हेरौँ है कस्तो रहेछ भनेर। चाहिँ यस्तो रहेछ है, यस्तो मजाको जग्गा छ यो। यसको डिटेल्स चाहिँ अलिकति यहाँ रहेछ, यहाँबाट नि हेर्न सक्नुहुन्छ है, पढ्न सक्नुहुन्छ इङ्ग्लिसमा। इन दोज डेज जिजस केम फ्रम नाजरेथ अफ ग्यालिली एन्ड वाज यो के लेखेछ यसमा अलिकति डिटेल्स पढ्दा हुन्छ है।
सबै जिजस क्रिसै हिँडेको जग्गाहरू रहेछ कि यो सबै। यहाँ चाहिँ रिभरमा चाहिँ पैसाहरू चाहिँ टिकटहरू चाहिँ लाग्दैन रहेछ, पहिले नै आउनु पर्छ। भित्र रेस्टुरेन्टहरू चाहिँ रहेछ हो। रिभर चाहिँ यही रहेछ हौ, त्यस्तो खासै चाहिँ छैन रहेछ। एउटा सानो पन्ड पोखरी जस्तै जन्मेको रहेछ। अलिक अगाडि गएर पनि देखाउने छु है। यस्तो रहेछ। यो चाहिँ मेन चाहिँ यो रिभर चाहिँ के रहेछ भन्दाखेरि यो क्रिस्चियनहरूको जतिजना पनि एउटा पानीमा डुबाएर अब बक्सिस गर्ने के भन्छ नि, थाहा होला है, यो भिडियो हेर्दा थाहा होला क्रिस्चियनहरूलाई। त्यो रहेछ यहाँ चाहिँ, यसमा हालेर चाहिँ चोपाली बिच चाहिँ अब पक्का पक्का क्रिस्चियनमा लागेको भन्ने हुँदो रहेछ। यहाँबाट चाहिँ यसको मेन मिनिङ चाहिँ त्यही रहेछ। यो फोटोबाट याद पाइहाल्यो नि। मेन त्यो बक्सिस गर्ने जग्गा भने चाहिँ यहाँ रहेछ है। यहाँ देख्न सक्नुहुन्छ है, यसरी जस्ट पसेर निस्केको छ पानीमा। हामी त त्यस्तो बस्नु पर्दैन, त्यही अब क्रिस्चियनहरू चाहिँ बस्छ। यस्तो रहेछ यहाँको सबै 360 भ्युज चाहिँ यस्तै रहेछ। यो चाहिँ अर्को कन्ट्रीबाट आएको रिभर अरे। यति रहेछ है। जग्गा अनुसारको रुल एन्ड रेगुलेसन भन्ने चाहिँ यस्तै हुन्छ है। अब यो यहाँनिर ठ्याक्कै पिसाब गरेको मात्रै 3 सेकेन्ड। 3 सेकेन्ड भन्नाले इजरायलको यहाँको 3 सेकेन्ड भनेपछि इन्डियाको 24/3 गर्नुहोस् कति हुन्छ है। 24/3 भन्नाले लगभग 60-70 रुपियाँ जस्तो लाग्दो रहेछ यहाँ पिसाब गरेको मात्रै। के भन्नु अब जग्गा अनुसार है। देखाउनु मन लाग्यो कि अब जग्गा अनुसार लाग्छ। यहाँको त 3 सेकेन्ड त केही होइन, तर पनि त्यति लाग्दो रहेछ। के गर्नु न अप्सन। ल है हामी चाहिँ अब यहाँ हेरेर घुमेर फर्क्यौँ है। अब टाइम त छ 1:30 मात्रै हुँदैछ। अन द वे केही राम्रो कुराहरू देख्यो भने चाहिँ जाने भनेर प्लान गरेको छौँ। छैन भने अब सिधै अपार्टमेन्टै जाने होला, किनभने अलिक टायर्ड भएको जस्तो पनि भयो। किनभने हिँडेकै छ नि त, त्यही भएर हत्तु भएको जस्तो लाग्यो है। लेट्स चाहिँ हेरौँ के हुन्छ फर्दर। केही भएछ भने त म देखाइ नै हाल्नेछु अगाडि होइन। लास्ट एकचोटि यहाँको पनि सिन हेरौँ न बाहिरको पनि। यस्तो छ है यहाँ चाहिँ 360 एक राउन्ड मै घुमिकन देखाइदिएको। ल एभ्री वान हेर्दैछौँ है के हुन्छ। ल है अहिले चाहिँ हामी लास्ट स्टोर। यो जग्गाको त मलाई नाम पनि थाहा भएन। यो चाहिँ खै अब पहिला रोमनको पालोको उयो रहेछ, के भन्छ यो यस्तोहरू बनाएको छ गेटहरू जस्तै। अगाडि त्यहाँनिर केही उयोहरू छ भने म देखाउँछु है। केही पोस्टरहरू छ भने चाहिँ त्यसबाट यसो हेरेर अलिक आइडिया हुन्छ। किनभने यो चाहिँ विदाउट प्लान आएको यहाँ सडनली। यो चाहिँ राम्रो याम रहेछ हो। अन्त चाहिँ भयो आउनेहरू चाहिँ है मेबी याम मात्रै होला यहाँदेखि सायद। याम रहेछ। अन्त त्यहाँदेखि यहाँ कफीहरूको लागि रहेछ हो। त्यो होइन त उपर देख्दै गरेको चाहिँ तेल निकाल्ने मसिन अरे हो। त्यही रहेछ यहाँ रोमनको टाइमको भन्छ यस्तो। यो वालहरू चाहिँ देख्दै गरेको वालहरू मसिन पनि चल्दैछ इन्डस्ट्री। मैले अहिले अलिकति डिटेल्स हेर्दाखेरि चाहिँ यो यसको नाम चाहिँ केसरिया भन्दा रहेछ। खासै उयो त छैन रहेछ, तर यो 2000 इयर्स अगाडि बनिएको अरे यो चाहिँ के एन्सेन्ट टाइमको। अन्त यहाँ चाहिँ अब केसरिया नाम चाहिँ केसरिया रहेछ। अब म प्रिफर गर्दा चाहिँ अब नआउँदा पनि हुन्छ भन्छु। यो अब भ्लग जतिजनाले हेर्नुहुन्छ नि खासै उयो छैन रहेछ क्या, केही नै छ भन्ने चाहिँ छैन रहेछ। यसो याम हेर्नुको लागि आयो भने मात्रै रहेछ है। त्यति रहेछ। अलिकति डिटेल्स हेरेको थिएँ। द्याट्स इट है, यति रहेछ। अब मेबी हामी डाइरेक्ट जान्छ होला तेल अभिभ। त्यो चाहिँ टाइम त छ अझै 3 बज्यो। भ्यायो भने चाहिँ अब खोइ कतै अब अझै राम्रो यस्तो डेस्टिनेसनहरू केही छ भने चाहिँ झरेर यता घुम्ने प्लान छ। अदरवाइज चाहिँ हामी डाइरेक्टली नै जानेवाला छौँ। ल है अहिले भन्नुपर्दा चाहिँ हामी ट्याक्कै अपार्टमेन्ट आइपुगेर पनि रेस्ट गरिराखेको बेलामा किरण दाले चाहिँ म्यागी बनाएर सबैजनालाई खुवाउनु हुने रे।
धेरै धेरै धन्यवाद छ है। त्यही हो अब हामी म्यागीहरू खाएर झोलाहरू प्याक गरेर सबैजना आफ्नो काममा लाग्ने तर्फपट्टि छौँ है। सबैजना हिसाब किताब रेस्ट गरिरहेछ। वन्डी साथ कुनै खोज्दो रहेछ त एकदम टेस्टी देखिरहेछ है। मालिकलाई छोडेको आयो के भन्छौ? अब घुमेर नि सक्यो, जाने बेला नि आयो, जानु मन लागेन। त्यस्तै हुन्छ, जहिले लाग्दैन होला है। मलाई पनि लाग्दैन नि, कसैलाई पनि लाग्दैन जानु मन। अब काम गर्नु पऱ्यो नि त होइन। अलिक छिटै निस्के 6 बजे बज्दैछ, तर उसको 1-2वटा सामानहरू किने अन्त उसलाई त्यता पठाएर म चाहिँ एकछिन बादमा जानु पऱ्यो। म चाहिँ 8 बजीतिर निस्किनु पऱ्यो भनेको। र ब्लग चाहिँ गरेर एड गर्नु पऱ्यो आज है। 1-2वटा कुराहरू पनि भन्नु पऱ्यो नि लास्टमा, त्यही गर्नु पऱ्यो है। म चाहिँ एकदम हत्तु भएर है, किनभने बस पनि ढिलो पायो, त्यही भएर हत्तु भएर आइपुगेँ। सबैजनालाई बिदा मागेर पनि सामान पनि थन्काएको छैन, यतिकै राखिरहेको छु र ब्लगलाई यहीँ एन्ड गरिदिनेछु है। हजुरहरूले हेरिदिनु भएकोमा धेरै 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 बेसी धन्यवाद। अन्त फेरि पनि एकखेप भन्न चाहन्छु, लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद र च्यानललाई पनि तपाईँहरूले सब्सक्राइब गरिदिनुहोस् होला भन्ने आशा राख्दछु है। र आजको हाम्रो टुरमा जति पनि टोलीहरू थियो है, आजु दवा छम किरण दा भाउजू एभ्री वान, सबैजनालाई पनि यो भिडियो हेर्दै हुनुहुन्छ होला तपाईँहरू पनि होइन। तपाईँहरूलाई पनि एकदम थ्याङ्क यू सो मच है। ट्रिप एकदम दामी भयो, एकदम राम्रो मेमोरिज क्रिएट गर्नु सक्यो हामीले, एकदम खुसी लाग्यो होइन। यसरी नै अब नेक्स्ट टाइम पनि हामी टुगेदरमा घुमौँ भनेर यो ब्लगबाटै फेरि सानो भन्न चाहन्छु है। र त्यही नै हो, जिन्दगीमा दुःख सुख भन्ने जे जस्तो भए पनि आफू रमाउनु खुसी हुनु चाहिँ छोड्नु हुँदैन भन्ने लाग्छ मलाई चाहिँ होइन। त्यही भएर भर्खरै म पनि त्यस्तो कुराहरू सिक्दैछु। त्यही भएर खुसी हुनु चाहिँ आफूले नै सिक्नुपर्ने रहेछ भन्ने लाग्छ। काम पनि गर्नुपर्छ, खानु पनि पर्छ, घुम्नु पनि पर्छ भन्ने चाहिँ त्यस्तो लाग्दैछ क्या मलाई चाहिँ अहिले। त्यही भएर त्यति नै। र ब्लग धेरै लामो भयो है, के गर्दा कम्ती बनाउँ भन्दा पनि लामो भइहाल्छ। र त्यति नै भन्नु चाहन्छु, धेरै धेरै धन्यवाद हेरिदिनु भएकोमा। र नेक्स्ट ब्लग चाहिँ अब जतिसक्दो छिटो नै गर्ने भनेर सोचिरहेको छु। अर्को पनि एकदम टुरकै प्लान छ हो, छिट्टो नै आउनेवाला छ। तर त्यो चाहिँ टुर कहाँ हो भनेर चाहिँ म भन्दिनँ, त्यो चाहिँ नेक्स्ट ब्लग हेर्नुपर्ने हुन्छ है। हजुरहरूले नेक्स्ट ब्लग हेरेर चाहिँ थाहा हुन्छ कहाँ रहेछ टुर भनेर चाहिँ है। त्यति भन्दै आजको लागि चाहिँ ब्लग हेरिदिनु भएकोमा धन्यवाद भन्दै, मुरी धन्यवाद भन्दै यहीँ एन्ड गरिदिन्छु। खुसी बस्नुहोस् होला है सबैजना, स्वस्थ बस्नुहोस् होला भन्दै बाई बाई।